हेलो। आज चाहिँ यो सतीशाले कृषि फार्ममा चाहिँ नयाँ फिस पन्ड खोलेको छ भनेर हामीले फिसिङ गर्नु गयौँ। यो रड हानेको छु, यहाँ पनि अर्को रड पनि हानेको छु। अनि त्यहाँदेखि यहाँ साथीहरू छ। अनि यता पर नि चोरीको रड हानेको छु मैले। यहाँ चाहिँ खेल्नु नखेल्नु भनेको थियो, त्यही पनि हानेको। यहाँनिर हानिरहेको छु, यो चाहिँ चोरीको रड हो गाइस। अनि एकछिन पर्खेर बसेको माछा खासै परेको थिएन। लास्टमा एउटाले खायो क्या। अन्त तानेको यसो हेरेको, सानो भने नि अलिक ठुलै हो। यो भिडियोमा सानो देखेको मात्रै हो। यसलाई चाहिँ तिलिपिया पनि भन्छ अनि कोत्री पनि भन्छ। यो मिठो हुन्छ खाँदाखेरि। यो एउटा पर्यो। अनि त्यसो गर्दा गर्दै थुप्रै परेको छ क्या। पर्नु चाहिँ आज चाहिँ भने जस्तै माछा परेको हो। अनि यो चाहिँ निकालेर अब लाउनु पर्यो नि त, स्टोर गर्नु पर्यो नि त। अनि त्यहाँदेखि निकालेँ। अनि यति माछा भयो। दुईजना साथी गएको थियौँ। अनि घरमा ल्याएर यसलाई मर्मत गर्नु भनेर चाहिँ, यो चाहिँ जङ्गलमै हो। अब घरमा ल्याएको म देखाउँदैछु, हेर्नु है। अब यो चाहिँ घरमा ल्याएको यति भाग परेको थियो हाम्रो।